हेलो हेलो दा। हेलो अङ्कल नमस्कार लागेको। हेलो बुढी कति महिनापछि हो स्कुटी चलाएको? ए 8-9 महिना भयो। कन्फिडेन्स नै बढ्नु छोडेछ हौ। पुरा डर पो लाग्दो रहेछ। हो र? हजुर। ल केयर गरेर चलाउनु ल। केयर गरेर चलाउनु कस्तो डर लाग्दो रहेछ हौ। नडराइ चलाउ न। हेर्नुहोस् है गाइस, आज 8 महिनापछि बुढीले स्कुटी चलाएको। मलाई चाहिँ डर लागिरहेको। हेलो गाइस, स्वागत गरेँ तपाईँहरूलाई मेरो अर्ग्यानिक भ्लगमा। आज चाहिँ म मेरो मिसेसले स्कुटी धेरै लङ टाइमपछि ड्राइभ गर्दैछ। मलाई चाहिँ एकदम डर लागिरहेछ। त्यसकै भिडियो चाहिँ म गर्दैछु, तपाईँहरूलाई देखाउँदैछु। अब दोकानसम्म जालीपुलसम्म पुग्दाखेरि चाहिँ अब कस्तो स्थिति हुन्छ त्यो केही थाहा छैन। एकदम स्पिड चलाइरहेछ, डर लागिरहेछ मनमा। मलाई चाहिँ एकदम म पछाडिबाट फलो गरिराखेको छु, तपाईँहरू हेर्नु सक्नुहुन्छ गाइस। अब यहाँबाट चाहिँ अब ओह्रालो लाग्दैछ। ओह्रालोमा चाहिँ अलिकति झन् डेन्जर हुन्छ। अघि नै आएर पनि गफ गर्दै रहेछ। हेलो बहिनी भाइ, उहाँहरू चाहिँ हाम्रो ध्रुवे दादाको छोरा र छोरी हुनुहुन्छ। अहिलेको जेनेरेसनमा नानीहरू चाहिँ धेरै बिग्रेर हिँडिरहेको हुन्छ। तर भाइ बहिनीहरू चाहिँ अब यसरी लगनशील भएर घरको काम घाँसहरू काटेको देख्दा चाहिँ मलाई एकदम खुसी लाग्यो। सबैले उहाँहरूबाट पाठ सिक्नु होला। चेली माइती चाहिँ एकदम जिस्किँदै रमाउँदै घाँसहरू काटिराख्नु भएको रहेछ। एकदम यो चाहिँ एकदम हाम्रो लागि, हाम्रो समाजकै लागि एकदम खुसीको कुरा जस्तो लाग्छ मलाई। सबैले यसरी नै सबैले बाबाआमालाई सघाइदिएर घरको कामहरू गरिदियो भने चाहिँ एकदम राम्रो हुने थियो। हाम्रो समाज चाहिँ एकदम राम्रो हुने थियो। र यहाँबाट मिसेस चाहिँ निकै अगाडि नै गइसकेछ। म यहाँ अलिकति भुलेँ भाइ बहिनीहरूसँग। ल अब म पनि स्पिड जानुपर्ने हुन्छ, किनभने डर हुन्छ। 6 महिना बादमा चाहिँ अब मिसेसले स्कुटी चलाइरहेछ। अब म पनि अलिकति स्पिड जान्छु। अलिकति डर लागिरहेछ, कतै पल्टी परिरहेछ कि के पो भइरहेछ। त्यस्तो हुँदो रहेछ वास्तवमा। यहाँ पो बसिराखेको रहेछ हाम्रो सुभाष दाजु। यहाँ हुनुहुँदो रहेछ। सुभाष दाजुलाई चाहिँ मैले सोधेँ, दादा ठिकै हुनुहुन्छ भन्दा ठिकै हुनुहुन्छ अरे। अनि मैले उहाँलाई सोधेँ, के हो भुँडीले त आकाश छुनु आँटेछ त भन्दाखेरि चाहिँ उहाँले होइन, आकाशले चाहिँ मेरो भुँडी छुनु आँटेको भन्नुभयो। मलाई हाँस पनि उठ्यो। अनि उताबाट एकदम स्लो मोसनमा हाम्रो बहिनी जानुका बहिनी आउनु हुँदो रहेछ। उहाँ चाहिँ एकदम चस्मा लाएर एकदम स्लो मोसनमा आइराख्नु भएको छ। दिदीलाई सायद दिदीलाई भेट्नु। हाम्रो अङ्कल पनि हुनुहुँदो रहेछ, हाई गर्नुभयो। र दिदीसँग के खासाखुसु के कुरा गरेर चाहिँ उहाँ फर्किनु हुँदैछ गाइस। ल अब यहाँको काम पनि सक्यो। अब फेरि हामी लाग्नुपर्छ दोकान, किनभने ढिलो भइसक्यो अलरेडी। आज ढिलो उठ्यो, त्यही भएर ढिलो भयो। फेरि बुढीले चाहिँ एकदम स्पिडमा चाहिँ स्कुटी चाहिँ दौडाउँदैछ। हेरौँ साथी हो, के हुन्छ कसो हुन्छ केही थाहा छैन। राम्ररी नै पुगिन्छ होला, यही प्रार्थना गरौँ भगवान्सँग। तर उसको चाहिँ ड्राइभ चाहिँ एकदमै अब स्पिडै छ। अब यतिको अब राम्रो कन्फिडेन्ससँगै चलाइरहेछ। तर पनि डर भन्ने त हुँदो रहेछ नि त, होइन साथीहरू। अब एकदम ऊ स्पिडमा गइरहेछ, म फलो गरिरहेको छु पछाडिबाट। र उताबाट गाडी पनि आयो एउटा, तर राम्ररी नै क्रस भयो। एकदम खुसीको कुरा हो। यसरी नै कन्फिडेन्ट बढोस्। म चाहिँ चाहन्छु बुढी पनि एकदम आफ्नो खुट्टामा आफै उभिने होस्, गाडी चलाओस्, स्कुटी चलाओस्, होइन। अब कहिलेकाहीँ आफू बिराम परिन्छ के हुन्छ, त्यतिखेर चाहिँ उसले अब यो गर्नु सक्यो भने चाहिँ सजिलो हुन्छ। म चाहिँ अरूलाई पनि यही सुझाव दिन चाहन्छु, तपाईँहरू पनि अब सिक्नुहोस्, कुदाउनुहोस्। यहाँ भाइहरू आउनुहुँदैछ, हाम्रो अनिकेत भाइ एकदम मधुर मुस्कान दिएर। अनिकेत भाइ र साथीहरू रहेछ, भाइको साथीहरू। र भाइहरूलाई हाई गरेर फेरि हामी लाग्यौँ ओह्रालो दोकानतिर। अब हेरौँ कसरी। यहाँनिर एकजना हाम्रो बहिनी हुनुहुँदो रहेछ, भीमा बहिनी चाहिँ एकदम हेलमेट लाएर एकदमै उयो गर्नुहुँदै रहेछ। मैले हाई भने उहाँले पनि हाई भन्नुभयो। यो चाहिँ उहाँको घर हो, विनोद दाजुको मिसेस हुनुहुन्छ उहाँ चाहिँ। र हामी फेरि कन्टिन्यू ओह्रालो लाग्यौँ। यहाँ चाहिँ ओह्रालो बाटो छ अलिकति। बस ओ माई गड डर लागेको थियो। यहाँ सन्तोष हाम्रो भेनाहरू पनि हुनुहुँदो रहेछ। यहाँ चाहिँ बाटो एकदमै डेन्जर छ, यो पानीले गर्दाखेरि एकदम बिगारेको छ। तर पनि उसले सजिलैसँगले लग्यो, एकदम खुसी लाग्यो।
अब सजिलैसँगले लगिरहेछ। अहिलेसम्म चाहिँ केही भएको छैन। हामी आइपुग्यौँ स्विचहटमा, स्विचहट क्रस गरिसकेका छौँ र यहाँ पनि बाटो चाहिँ एकदम रफै छ गाइज। एकदम बसहरूलाई पनि राम्ररी नै साइड दिएर यतिको चाहिँ कन्फिडेन्ट मान्नुपर्छ राम्रै साथ। अब यहाँनिर हामी फुड गोदाममा आइपुग्यौँ। यहाँ फेरि अलिकति बाटो साङ्ग्रो भएको कारणले गर्दाखेरि अलिकति स्टप भयो र फेरि अगाडि जाँदैछौँ। यहाँ चाहिँ एकदम हाम्रो रेगुलर कस्टमर हाम्रो ढकाल गाउँबाट हुनुहुन्छ अङ्कल र हाम्रो दिपकजी हुनुहुन्छ। हाई भन्नुहुँदैछ, उहाँलाई पनि हाई। ठिकै हुनुहुन्छ होला तपाईँ? र अब यहाँबाट पनि हामी ओह्रालो लाग्यौँ। हामी अब चाहिँ एकदम नजिक दोकानको नजिक आइपुगिसकेका छौँ। अब चाहिँ त्यति डर भएन। अब हामी राम्ररी नै पुग्यौँ भन्दा पनि हुन्छ। अब त हाम्रो दोकान पनि देखिन थाल्यो। हेरौँ, बुढी त अघि कटिसकेछ। म यहाँनिर अङ्कलहरूसँग दिपकहरूसँग बात गर्दा उहाँ त कटिसकेछ। हेरौँ कहाँनिर के भइरहेको छ। उसले एकदम राम्ररी नै साइड गर्यो, एकदम खुसीको कुरा हो। र अब हामी हाम्रो दोकानमा आइपुगिसकेका छौँ। लेभल कस्तो रहेछ? ठिकै रहेछ? हात दुख्यो हो, डराउँदै आएको। कस्तो डर लाग्यो। तर पछि हर्नु हुँदैन नि। आया, ल अब पुरा भिडियो हेरिदिने साथीहरूलाई के भन्नुहुन्छ तपाईँ? धन्यवाद। तपाईँहरूले पनि स्कुटी चाहिँ चलाउनु 6-7 महिना भयो भने चाहिँ होइन, फेरि चलाउनु बिर्सिनु भएको छ भने चाहिँ यसो उयो कन्फिडेन्स बढाउँदै गर्नु होला। घरिघरि छुनु पर्ने रहेछ स्कुटी, नभए चाहिँ साह्रो पर्ने रहेछ। ल यहाँ हाम्रो दाजु, गुड मर्निङ दाजु। एकदम उहाँ चाहिँ हाम्रो एकदमै फलोवर्स हुनुहुन्छ हो। एकदम लाइक कमेन्ट गरिदिने दाजु हुनुहुन्छ। उहाँलाई चाहिँ एकदम म धन्यवाद दिन चाहन्छु। हवस् त। ल गाइस, आजलाई अब आजको भिडियो यति नै। फेरि बात गरौँला। भिडियो राम्रो भिडियोहरू ल्याउने कोसिस गर्नेछु। हेरिदिनु भएकोमा धेरै धन्यवाद तपाईँहरूलाई। बाई बाई।